हेलो साथीहरू, आज बाबुलाई दादुराको भ्याक्सिन लाउने दिन। हस्पिटल जानुभन्दा अगाडि पहिला सुरुमा हामी आमा छोराले 2-3टा टिकटक मजाले बनायौँ। त्यसपछि हामी हस्पिटल जानलाई रेडी भयौँ। बाबुको बाबा पनि आइपुग्नु भयो। खास गरी यो भ्याक्सिन चाहिँ 9 महिना कम्प्लिट भएपछि लगाउनु पर्ने, तर बाबुलाई अलि सन्चो नभएर 10 महिना कम्प्लिट भएपछि लगायो। त्यसपछि हामी पुग्यौँ वीरगन्जको नारायणी हस्पिटल। यो धेरै पुरानो हस्पिटल हो। यसमा बाबुको सबै भ्याक्सिन यही हस्पिटलमा लगायौँ। बाबु चारैतिर हेर्दैछ कहाँ आएँ भनेर, रमाइलो पनि मान्दैछ। त्यसपछि हामी इन्ट्री गऱ्यौँ। इन्ट्री गरिसकेपछि बाबु र बाबुको बाबा भ्याक्सिन लाउनलाई लाइनमा लागे। त्यहाँ कति बच्चाहरू थियो, रोइरहेको थियो। त्यसपछि बाबुको पालो आयो। बाबु त अझै मानिरहेको थिएन, बेचारा एउटा पाखुरा र 2टा थाइमा लगायो। भुत्तुक्कै भएर रोयो। रुन पनि मन लाग्यो, के गर्नु, लाउनु पर्छ, बच्चाको प्रोटेक्सनको लागि हो। धेरै रोयो। त्यसपछि हामी एकछिन भुल्यायौँ, चारैतिर देखायौँ, फकायौँ। त्यसपछि हामी घरतिर लाग्यौँ। आजको दिन यतिकै बित्यो। बाई।